जय मसीह सबैलाई, परमेश्वरको महिमा होस्। आजको हाम्रो टपिक रहेको छ परमेश्वरले चाहिँ संसारलाई कस्तो तरिकाले प्रेम गर्नुहुन्छ या मानिसलाई चाहिँ है स्पेसल्ली मानिसलाई चाहिँ कुन तरिकाले प्रेम गर्नुहुन्छ भन्ने विषयमा आज हामी हेर्नेछौँ है त। संसार प्रभुले सृष्टि गर्नुभयो, हरेक थोकहरू बनाउनु भयो सुरुमा हैन, र मानिसलाई पनि बनाउनु भयो। र मानिसलाई बनाएपछि केही समय अदनको बगैँचामा रहँदा रहँदै मानिस चाहिँ पापमा फसेको छ, पापमा परेको छ। दोस्रोले सल गर्दा चाहिँ मानिस चाहिँ पापमा फसेको छ। र स्टार्टिङदेखि नै परमप्रभुले चाहिँ मानिसलाई चाहिँ जोगाउँदै आउनुभएको छ, किनकि उहाँको स्वरूपमा हामी मानिसलाई बनाउनु भएको है। र हामी चाहिँ उहाँका छोराछोरी हौ हैन। जो जसको स्वरूपमा हुन्छ त्यो त्यसकै छोराछोरी हुन्छ है। आज कुखुराको स्वरूपमा निस्किने त्यो कुखुराकै छोराछोरी हुन्छ हैन। आज हैन हरेक जनावरले जन्माउँदाखेरि चाहिँ उनीहरूकै बाबुआमाको स्वरूपमा हुन्छ। त्यस्तै नै आज परमेश्वरले चाहिँ उहाँले चाहिँ हामीलाई मानिस जातिलाई चाहिँ उहाँको स्वरूपमा बनाउनु भयो र हामी चाहिँ उहाँका छोराछोरी हौ, उहाँका छोराछोरी कहलाइएका व्यक्ति हौ। र उहाँले चाहिँ अनन्तसम्म मानिसलाई चाहिँ प्रेम गर्नुहुन्छ है, हामीलाई प्रेम गर्नुहुन्छ। र आज बाइबलबाटै हेरौँ हैन, धेरै मुखले मात्र भन्दाखेरि मानिसहरूले हावा बोली भन्ने पनि हुन्छ हैन। आज बाइबल पल्टाएर नै हामी हेरौँ प्रभुले चाहिँ कुन तरिकाले प्रेम गर्नुहुन्छ त मानिसलाई है। र सबै थोक बनाउनु भयो र बनाइसकेपछि मानिस पापमा फस्यो र पापमा फसेपछि प्रभुले त्यतिकै छोड्नु भएन है। कयौँ अगमवक्ताहरूलाई पठाउनु भयो है, व्यवस्था दिनुभयो प्रभुले, मानिस चाहिँ पापमा नफसोस्। व्यवस्थाका विधि विधानहरू दिनुभयो, तैँले यो गर्नु, तैँले यो नगर्नु, तैँले यो गर्दा पाप हुन्छ है, तैँले यो खानु त्यो नखानु, हरेक कुरा चाहिँ प्रभुले दिनुभयो व्यवस्थामा। तर मानिसले त्यो व्यवस्थालाई फलो गरेन हैन। मानिसले सिकाउने व्यक्तिहरू, अगमवक्ताहरू, भविष्यवक्ताहरू पठाउनु भयो प्रभुले। र केही व्यक्तिहरूले विश्वास गरे, केही व्यक्तिहरूले गरेनन् हैन। मानिस चाहिँ झन् पापमा फस्दै पापमा बढ्दै, जुन व्यवस्था दिए तापनि अगमवक्ता दिए तापनि मानिस चाहिँ झन् बढ्ता गरेर पापमा चाहिँ फस्दै गयो। र परमेश्वरले केही समय चाहिँ प्रभु शान्त बस्नुभयो है। र मानिसको पाप चाहिँ यति धेरै बढ्दै गयो कि प्रियजनहरू है। त्यहाँ चाहिँ न कुनै व्यवस्थाले न कुनै बलिदानले, संसारको बलिदानहरूले चाहिँ मानिसको पाप क्षमा हुन नसक्ने अवस्थामा पुगिसकेपछि चाहिँ प्रभुले एक मात्र पुत्र है, एक मात्र पुत्रलाई चाहिँ यो संसारमा पठाउनु भयो, ताकि कसको लागि? हामी मानिस जातिको लागि, पापको लागि। यीशु ख्रीष्ट आउनुभयो यो संसारमा अनि हामी मानिस जातिको निम्ति क्रुसमा चढ्नुभयो, मर्नुभयो र फेरि पनि बलि उठ्नुभयो। हेर्नुहोस् है, परमेश्वरले कति प्रेम गर्दै हुनुहुन्छ है मानिसलाई। र त्यति मात्र नभएर अझ यीशु ख्रीष्ट पछि पनि उहाँका 12 जना चेलाहरूले चाहिँ हरेक ठाउँमा चाहिँ आफ्नो प्राण दिएर होइन परमेश्वरको वचनलाई प्रचार गरेको छ। हेर्नुहोस् त कति प्रेम गर्नुहुन्छ होइन। मानिसले, प्रभुले चाहिँ मानिसलाई हरेक कुरा सिकाउनु भएको छ, तर पनि आज मानिस पापमा छ। त्यही भएको कारणले आज मानिस जाति चाहिँ सिद्धिएर
नजाओस् भन्नुको कारणले चाहिँ आज अन्त्यको दिन चाहिँ नजिक आएको छ है प्रियजनहरू। होइन, कतिको मनमा लाग्छ, जिज्ञासाहरू आउन सक्छ होइन, प्रभुले अन्त्यको दिन चाहिँ किन ल्याउनु भएको होला होइन, नाश नगरेको भए नि त हुन्थ्यो होइन, मानिसहरूको सोचमा यो आउन सक्छ। तर यदि यो संसारको अन्त्य नहुने हो भने चाहिँ मानिस जातिको चाहिँ नामो निशाना नै हराएर जान्छ भनेर बाइबलले भन्ने गर्दछ। र हेरौँ है त प्रभुले चाहिँ कुन तरिकाले हामीलाई प्रेम गर्नुहुन्छ है, कुन तरिकाले प्रेम गर्नुहुँदो रहेछ हामी हेरौँ। यहाँ बाइबलले के भन्छ, आज बाइबलद्वारा हेरौँ। यूहन्ना 3:16 म पढ्नेछु है त, ध्यान दिएर सुन्नु होला। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनु भएन तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनु भयो। जसले उहाँमाथि विश्वास गर्छ त्यो दोषी ठहरिँदैन तर विश्वास नगर्ने चाहिँ अघि नै दोषी ठहरिएको छ। किनभने जसले परमेश्वरका एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन। आमेन। अनि यहाँनिर चाहिँ भनिएको छ प्रियजनहरू है, प्रभुले कुन तरिकाको प्रेम गर्नुहुँदो रहेछ हामीलाई। यहाँ भनियो नि त होइन, प्रभुले चाहिँ यस्तो प्रेम गर्नुभयो कि मानिस जातिलाई, जसको निम्ति चाहिँ एकमात्र पुत्रलाई यो संसारमा पठाउनु भयो। हरेक कुरा प्रभुले सिकाउनु भयो होइन। आज उहाँमाथि विश्वास गर्ने व्यक्तिहरू चाहिँ अनन्त जीवन छ प्रियजनहरू है। मैले होइन, बाइबलले भन्दैछ है। र आज उहाँले यति धेरै मानिसलाई प्रेम गर्नुभएको छ, चाहनु भएको छ है। र हामी भन्ने गर्छौँ नि होइन, प्रभु त खोइ त हाम्रो प्रार्थना नै सुन्नुहुन्न है, हाम्रो जवाफै आउँदैन, जति गरे पनि, सङ्गति जति गए तापनि हाम्रो जीवनमा परिवर्तनै छैन, आशिषै छैन। देख्नुभयो प्रियजनहरू, आज तपाईँको जीवनमा परिवर्तन नआउनुको कारण प्रभु होइन, तपाईँको जीवनमा आशिष नआउनुको कारण प्रभु होइन, तपाईँ आफै खुद हो। किनकि तपाईँ प्रभुको वचनमा चलेको छैन, हामी प्रभुको वचन अनुसार जिएको छैन। प्रभुले के चाहँदै हुनुहुन्छ, के भन्नुहुन्छ प्रभु थाहा छ? हेरौँ है त यहाँनिर प्रभु के भन्नुहुन्छ। मैले रोमीको पुस्तकमा हेर्न चाहेँ। रोमी 12:2 के भन्छ थाहा छ? यस संसारको ढाँचामा नचल तर आफ्ना मनमा नयाँ भई पूर्ण रूपले परिवर्तन हो र परमप्रभुको असल ग्रहणयोग्य र सिद्ध इच्छा के हो त्यो तिनीहरूले जाँच्न सक। आमेन। देख्नुभयो त प्रियजनहरू, आशिष नआउनु होइन, प्रार्थनाको उत्तर नआउनुको कारणहरू के हो? प्रभु के चाहँदै हुनुहुन्छ? तिमीहरू चाहिँ यो संसारको ढाँचामा नचल है होइन। प्रभु चाहिँ यो भन्नुहुन्छ है, प्रभुले त भन्नुभयो नि त, मलाई पारक गरेर हेर, मलाई चाखेर हेर, प्रभु भन्नुहुन्छ त। तर हामी चाहँदैनौँ होइन। प्रभुले चाहिँ यो तरिकाको प्रेम चाहनुहुन्छ है, त्यसले चाहिँ मलाई पुकारोस्, त्यसले चाहिँ मलाई खोजोस् होइन, यसले चाहिँ मेरो बाटोमा हिँडोस्। प्रभु यो चाहनुहुन्छ प्रियजनहरू है, प्रिय दाजुभाइ दिदीबहिनीहरू। प्रभु चाहिँ यो तरिकाले प्रेम गर्दै हुनुहुन्छ। तर हामी
आज संसारको ढाँचामा चल्छौँ क्या, संसारको रहन सहनमा चल्छौँ। त्यो तरिकाको प्रेम चाहिँ प्रभुबाट आएको प्रेम होइन। प्रेम यस्तो थोक हो जुन चाहिँ प्रभुले भन्नुहुन्छ अन्त्यको दिनमा चाहिँ भविष्यवाणीहरू टलेर जान्छ है। अन्त्यको दिनमा चाहिँ पृथ्वी टलेर जान्छ, तर प्रेम चाहिँ कहिले पनि बितेर जाँदैन, प्रेम कहिले नाश हुँदैन भनेर चाहिँ प्रभु भन्नुहुन्छ। बुझ्नुभयो है? अनि हामी चाहिँ प्रेम भन्ने चिज चाहिँ आज हामी विश्वासी हो भन्ने कुरा मानिसले कसरी थाहा पाउँछ? हामीमा प्रेम भन होइन, एउटा लगाव भएन भने मानिसले कसरी थाहा पाउने हामी विश्वासी हो भनेर होइन? यदि हामीमा प्रेमको भावना छ भने त्यहाँ पवित्र आत्माले काम गर्दै हुनुहुन्छ। प्रियजनहरू बुझ्नुभयो है? यदि हामी सहनशीलता छौँ भने पवित्र आत्माले काम गरिरहनु भएको छ। प्रभुले हामीलाई सम्हाल्दै हुनुहुन्छ है। हाम्रो परमेश्वर चाहिँ यस्तो हुनुहुन्छ कि होइन, जुन चाहिँ एउटा मानिलिउँ त है, एउटा संसारमा हेर्दा एउटा श्रीमतीले आफ्नो श्रीमानप्रति कस्तो एक्सपेक्टेसनहरू राख्छ है, कि एउटा श्रीमतीले आफ्नो श्रीमान अरूसँग लागेर हिँडेको देख्न सक्छ होइन? एउटा श्रीमानले आफ्नो पत्नी चाहिँ अरूसँग लागेर हिँडेको देख्न सक्छ? सक्दैन नि, अभियसली सक्दैन हो। अनि एउटा श्रीमान र श्रीमती भन्दा प्रभु हाम्रो कति महान हुनुहुन्छ क्या, कति प्रेम गर्नुहुन्छ होइन, कति वास्ता गर्नुहुन्छ हाम्रो। अनि आज हामी संसारको ढाँचामा चलेको होइन, प्रभु चाहिँ अनि एउटा मानिसले त आफ्नो प्रेमको जग्गा बनाउन खोज्छ होइन, मानिसले त आफ्नो प्रेममा अरूलाई थप्न दिँदैन होइन, अरूलाई आउन दिँदैन भने प्रभुले त झन् कसरी सक्नुहुन्छ? किनकि उहाँको प्रेम त यस्तो छ नि, यस्तो निष्खोट छ नि होइन। हामी त मानिसमा त अझ खोट हुन्छ, हामीमा त स्वार्थ हुन्छ होइन। सोच्नुहोस् न होइन, कुनै खोट कुनै निस्वार्थ प्रेम गर्ने परमेश्वरले हामीलाई कति चाहनुहुन्छ होला। प्रभु चाहिँ कुरेर बस्नु भएको छ कि मेरो छोरा चाहिँ कहिले फर्केर आउला, मेरो छोरा चाहिँ कहिले मलाई अगाल्ला होइन, मेरो बाटोमा हिँड्ला। प्रभु धेरै प्रेमी हुनुहुन्छ। प्रियजनहरू बुझ्नुभयो होइन, कतिको जिज्ञासामा आउँछ फेरि होइन। प्रभुले यति धेरै प्रेम गर्ने भए अन्त्यको दिनहरूमा यति धेरै दर्दनाक कुराहरू चाहिँ किन दिनु परेको लाग्छ क्या मानिसलाई होइन? ताकि हरेकले देखोस् होइन, हरेकले चाहिँ विश्वास गरोस् होइन, क्षमा मागोस्। तर आज हाम्रो संसार चाहिँ शैतानिक भइसकेको छ प्रियजनहरू है। आज एउटा फेमस व्यक्तिले के गर्यो त्यही फलो गर्दै जान्छ सबै संसार चाहिँ। अनि हामी चाहिँ संसारको व्यक्तिहरूलाई चाहिँ फलो गर्नु हुँदैन, हामी फलो गर्ने चाहिँ येशूलाई हो होइन। हाम्रो आइडल चाहिँ संसारको मानिस हुनु हुँदैन, हाम्रो आइडल चाहिँ परमेश्वर हो। बुझ्नुभयो? आमाको माया भन्दा 100 गुणा बेसी माया गर्नुहुन्छ क्या प्रभुले चाहिँ हामीलाई है। अनि प्रभुले चाहिँ यो तरिकाको माया चाहनुहुन्छ। हामी उहाँलाई जाँचेर हेरौँ होइन, उहाँलाई टाइम दिएर त हेरौँ, उहाँसँग समय बिताएर त हेरौँ होइन। अनि त्यो आनन्द चाहिँ कहीँ आउँदैन प्रियजनहरू है। म फिल गर्छु त्यो कुराहरूलाई, म आफै है। म जब प्रभुमा रहन्छु नि अनि म यो संसारको सबै थोकहरूलाई म बिर्सिन्छु है। कुनै पनि थोकले मलाई रोक्न सक्दैन प्रभुमा नजदिक
नजिक जान, म त्यो छुट्टै संसारमा आनन्दमा म हराउँछु जब जब म प्रभुसँग रोज्छु होइन। हो प्रभुले चाहिँ आज यही खोज्नु भएको प्रियजनहरू है। आज हरेक व्यक्ति चाहिँ प्रभुसँग रोस्, प्रभुको वचन अनुसार हिँडोस्। आज हरेक व्यक्ति प्रभुले यो चाहनु भएको, त्यही भएको कारणले त प्रभुले सुसमाचारको पुस्तकहरू लेख्नु भएको होइन। त्यही भएको कारणले त अन्त्यको दिनको भविष्यवाणी पहिला नै गर्नुभएको, किनकि समय छँदै नै सबैले चाहिँ आफ्नो पापलाई स्वीकारोस् र उहाँमा विश्वास गरोस् होइन। आज अरू थोकहरूमा चाहिँ पाप छ प्रियजनहरू। आज परमेश्वरमा चाहिँ माया, प्रेम, सद्भाव, क्षमा, यो कुराहरू चाहिँ परमेश्वरमा मात्र छ। विश्वास है। त्यही भएको कारणले प्रभुको प्रेमलाई बुझौँ प्रियजनहरू है। प्रभु कुन तरिकाले वास्ता गर्दै हुनुहुन्छ त्यो बुझौँ। यो कुराहरू हामी बुझ्नु जरुरी छ है। विश्वासीहरू आज विश्वासी भनेर मात्र हुँदैन, बुझ्नुभयो नि। अन्त्यको दिन नजिकिसक्यो, प्रभुको प्रेमलाई बुझौँ है। हस्त है, हामी गइरहेको छौँ संसारको ढाँचा होइन। हुन्छ नि, फलानुले यो लगायो हो, मैले लाउनै पाएको छैन। फलानुले छोटो छोटो लुगा लगायो, म पनि त्यो तरिकाले लगाएर हिँड्छु होइन। स्पेसली दिदीबहिनीहरू यस्तो सो अफ गर्न पर्ने होइन। बाइबलले चाहिँ भन्छ देखावटी चाहिँ नगर है होइन। संसारको ढाँचामा चाहिँ नचल है। यो चाहिँ बाइबलले भन्ने कुरा हो, बुझ्नुभयो नि। प्रभु चाहिँ यो चाहनुहुन्छ प्रियजनहरू। यदि हामी बाइबल अनुसार जिउँदैनौँ भने नि हाम्रो जीवनमा चाहिँ परिचय आउने कारणहरू चाहिँ त्यो हो प्रियजनहरू है। प्रभु चाहिँ यो चाहनुहुन्छ, यो तरिकाले प्रेम गर्नुहुन्छ। प्रभुले चाहिँ हामीलाई, प्रभुको जनहरूलाई चाहिँ के हो यस्तो तरिकाले के होइन। जसरी एउटा कुखुराले होइन, एउटा मनुष्यले आफ्नो चराचुरुङ्गीलाई कसरी अँगालेर राख्छ, प्रभुले पनि त्यो तरिकाले होइन आफ्नो छोराछोरीलाई चाहिँ सँगालेर राख्न चाहनुहुन्छ होइन, सेभ गरेर राख्न चाहनुहुन्छ। अनि हामी यहाँनिर भजन सङ्ग्रहको पुस्तकमा हामीले हेर्ने हो भने भजन सङ्ग्रह 34:8 हेर्ने हो भने परमप्रभु के भन्नुहुन्छ थाहा छ? मलाई पारख गरेर हेर कि उहाँ कति भलो हुनुहुन्छ